ओके साथीहरू, अस्ति हामी चाहिँ यहाँ बच्चा खोज्न आएको थियौँ। आज चाहिँ फेरि यहाँ प्रधानमन्त्री आउनुभएको छ अरे। अनि प्रधानमन्त्री कहाँ आउनुभएको छ भने यो चाहिँ मजेरी मन्जिल भन्ने यो चाहिँ रिसोर्टमा छ। त्यहाँ अगाडि चाहिँ जान दिनु भएन, अनि त्यही भएको कारणले गर्दा यति टाढाबाट नि हेरिरहेको छौँ। र यो ठाउँ ठ्याक्क कहाँ भने पोखरा महानगरपालिका वार्ड नम्बर 26 र यो 14को एरिया होइन, यो 14को एरिया हो। यतातिर 14 पर्छ भने यतातिर 26 पर्छ होइन। आज चाहिँ बालेन शाह चाहिँ त्यहाँ आउनुभएको छ, तर सबै मान्छेहरू यहाँ बालेन शाहलाई हेर्ने भनेर आउनुभएको, तर पनि अब हामीले हेर्न चाहिँ पाइएन। यहाँ चाहिँ बसेर आज यो ठाउँ आफ्नै ठाउँमा आउँदाखेरि बालेन शाह आउँदाखेरि खुसी त लाग्यो नि होइन। अनि यहाँ सबै हेर्ने भनेर आउनुभएको छ होइन। अब बालेन शाह बसेको रिसोर्ट चाहिँ त्यो हो। अस्ति एकदमै दुःखद कुरा थियो, यहाँ 2जना बच्चाहरूलाई बगाएर हामी कति दिनसम्म यहाँ सब प्रधानमन्त्री हेर्न आउनुभएको यो ठाउँ। र यो चाहिँ हाम्रो घर चाहिँ त्यहाँ माथि डाँडा हो। यहाँ चाहिँ बिजेपुर खोलाको ठ्याक्क पारिपट्टि चाहिँ एउटा रिसोर्ट छ, मजेरी मन्जिल भन्ने। सामान्य एकदम सिम्पल खालको एउटा छ भनौँ न, के अरे रिसोर्ट छ। र यहीँ आज बालेन शाह आउनुभयो र यहाँ बस्नुभएको छ होइन। खड्गराज पौडेलको त्यो आफ्नै हो उहाँको निजी रिसोर्ट हो। अनि तपाईँलाई त्यो पनि भनिदिन्छु कि यो चाहिँ हाम्रो पर्यटन मन्त्री गणेश पौडेलको रिसोर्ट पनि हो है। हामी यति टाढा बसेर हेरिरहेछौँ। होप्सो अलि अगाडि गएर केही देखिन्छ कि त्यही पनि तपाईँलाई म देखाउने कोसिस गरिदिन्छु। र त्यो रिसोर्ट चाहिँ तपाईँलाई मैले अस्ति पनि देखाएको थिएँ होइन, देखाउँदै देखाएको थिएँ। अनि यहाँ सबै प्रधानमन्त्री हेर्न आउनुभएको सबै होइन। यहाँनिर यसो पुरै प्रधानमन्त्री हेर्न आउँछ। उहाँ पनि प्रधानमन्त्री देखिनुहुन्छ कि भनेर आउनुभएको छ। पानी पर्लास्तो छ। सो यहाँ चाहिँ एउटा रिसोर्ट छ। ओके साथीहरू, म चाहिँ यहाँ पानी परेर बसिरहेको छु। खासमा नि यहाँ म बालेन शाहलाई हेर्न आएको र बालेन शाह अहिले चाहिँ गइसक्नु ठ्याक्क। आज 2:30 बजे यहाँ आउनुभएको थियो भने अहिले ठ्याक्क 6 बजेर 6:30 बजेसम्म यहाँ अब यही बाटो निस्किनु भयो। र रिसोर्ट त्यहाँ तल छ। अहिले पानी आएको भएर देखिएको छैन यहीँबाट तपाईँले। मैले अहिले चाहिँ बालेन शाह गएको देखेँ होइन। खुसी लाग्यो आफ्नो गाउँमा एउटा प्रमो जस्तो आउँदाखेरि रमाइलो लाग्दो रहेछ। त्यही हो, आज चाहिँ बस्नुभएको चाहिँ यहाँ हाम्रो मजेरी पाटनको यो रिसोर्ट जुन मजेरी मन्जिल रिसोर्ट छ। सानो रिसोर्ट छ, एकदमै क्युट खालको। र अनि यहाँका स्थानीयले भन्दाखेरि यो रिसोर्ट चाहिँ कस्तो भने हाम्रो पर्यटन मन्त्री दीपक के अरे गणेश पौडेलको पनि रहेको भन्ने कुरो सुनियो। र ठिकै छ।